Hello everyone, so let's go for shopping to my favorite place जोगबनी। सबसे सुरुमा म गए इयरिङ सेक्सनमा। सो यहाँ जति पनि बिग साइज इयरिङहरु हेरिरहनु भएको छ त्यो चाहिँ 100 रुपैयाँ थियो अनि स्मल साइज चाहिँ 50 अनि सुरुमा जुन कुन्दन इयरिङ हेर्नुभयो त्यसको चाहिँ 250। नेक पीसेसहरु पनि अवेलेबल थियो, त्यसको प्राइस चाहिँ 200 थियो। मलाई चाहिँ यो इयरिङ चाहिँ मन परिरहेको थियो एन्ड ट्राई पनि गरे, राम्रो लागिरहेको थियो। त्यसपछि म गए चप्पल जुत्तावाला सेक्सनमा। सो मैले त्यस्तो नयाँ कलेक्सन चाहिँ केही पनि देखिन यो पाली। एज युजुअल लास्ट इयर जस्तै कलेक्सनहरु त्यस्तो नयाँ चाहिँ मैले केही पनि देखिन। अनि त्यसपछि म गए ब्याग्सको सेक्सनमा। सो ब्यागमा चाहिँ यो ठुलो यो पिंक कलरको जुन ब्याग छ स्लिङ ब्याग, यो चाहिँ नयाँ अलिक देखिरहेको थिए अनि अरूहरु पनि नयाँ कलेक्सनहरु थियो। प्राइस चाहिँ त्यही 350 देखि लिएर 650 सम्म म्याक्स जान्छ। त्यो ठुलो खालेको चाहिँ 650 प्राइस हो, बट बार्गेनिङ गरेर चाहिँ 550 सम्म चाहिँ आउँछ। त्यसपछि म गए कुर्तीजहरु हेर्नलाई। सो यो 500 मा यो व्हाइट कलर को पूरा सेट वाला कुर्ती दिइरा थियो। मटेरियल एकदमै राम्रो थियो, प्रिन्टहरु पनि एकदमै धेरै ब्युटीफुल थियो अनि मलाई पनि मन पर्यो अनि मैले एक सेट लिए। अनि चिकनकारी कुर्तीहरु, सर्ट कुर्तीहरु पनि अवेलेबल छ। सो चेक इट आउट।